कोरियाको गाई फर्म गोठ भत्काउने कार्यक्रम लगभग सकिसक्यो हैन। कति करोडको ठेका हो सर? अब लगभग सकिन लाग्छ हाम्रो गोठ। कोरियाको गोठ निकाल्ने कार्यक्रम लगभग आदि हुन लाग्यो हैन गाइजहरु। अब 1 2 3 त्यो 3वटा बाँकी छ, त्यसपछि सकिन्छ। त्यसपछि अब अर्कै गोठ भत्काउन जानुपर्ने हुन्छ। देखाउँदैछु हजुरहरुलाई कोरियाको काम पनि कस्तो हुन्छ भनेर। हस्त गाइस, अब काम स्टार्ट गरे, दाइले स्टार्ट गरिसक्नुभयो। नेपाल जस्तै कोरिया रहेछ गाइस, के गर्ने। यस्तो ठाउँमा पर्यो। कोरियाको नि गाउँ हुने रहेछ नि। कोरियाको नि च्याङचुङ छ्याङ भन्ने गाउँमा हो हामी। यस्तै हो गाइस। हेलो गाइस, अब गोठ बनाउन सक्यो कोरियामा। अब बनाउन सकिन, भगाउन सक्यो म। अब भत्काउन सक्यो हैन। अब फेरि गोठ बनाउन सुरु गरेको छु कोरियाको फर्म। अब टनेल काम गर्ने चाहिँ 4 जना हो। उहाँहरु 2 महिना भयो आएर उहाँहरु, अनि म चाहिँ आएर भयो होला 2 वर्ष जति गाइस। गाड गुल्लेली कण्डा खरानी भइरहेको छ यहाँ। यस्तै काम गर्नुपर्ने भएको छ नि। यो जुरी देर पुगा सबै चुचु नाजे चुचु। कोरियाको गाउँमा चाहिँ गाइजहरु यसरी खन्नु पर्ने रहेछ। अब यो गाउँमा खोइ मेसिन पनि नपाउने रहेछ खेत जोत्ने। बेसरी मान्छेले खन्नु पर्ने त्यसकीमा बाजे। यो कोरिया हाङगुङ छ्याङ छ्याङ हाङ। कोरिया भन्छ मान्छेले। कोरियामा यसरी गर्नुपर्छ काम। यो कोरियाको गाउँ क्या। गाह्रो छ कोरियामा। गाह्रो छ कोरियामा काम गर्न, गाह्रो छ। काम कति डिग्री रे? काम छ नि 45 डिग्री। काम बबाल हुँदैछ गाइस, बबाल। यस्तो हुँदैछ काम। काम हैन। कोरियामा कन्स्ट्रक्सन लाइन छ गाइस। कन्स्ट्रक्सन लाइनमा यस्तै हो, जे पनि काम गर्नुपर्छ। काम नगरी कहाँ खान पाइन्छ र।